धेरै दिन भइसक्यो तपाईले एउटा राम्रो फिल्म हेरेर पाउनु भएको छैन हो। यदि तपाईँ मुभी लभर हुनुहुन्छ भने र तपाईँ धेरै दिनसम्म चाहिँ एउटा गतिलो फिल्म, बेस्ट स्टोरी, बेस्ट एक्टिङ, बेस्ट डिरेक्सन, सब कुरा मिलेको एउटा पर्फेक्ट मुभी तपाईँ कुरिरहनु भएको थियो भने साउथ इन्डियन फिल्म कुबेर अहिले नेपाली हलहरूमा पनि लागिरहेको छ। मैले पनि हेरेर आइसकेको छु फिल्म। यो फिल्म कस्तो छ, राम्रो नराम्रो पक्षहरूको बारेमा आज हामी कुराकानी गर्छौँ। धेरै जसो साउथ इन्डियन फिल्महरूको बारेमा चाहिँ कमजोरी पत्ता लगाउन गाह्रै हुन्छ, किनकि त्यसमा सबै कुराहरू पर्फेक्ट नै हुन्छ। एउटा बेस्ट स्टोरी लाइनमा यो फिल्म बनेको छ। भलै यसको स्टोरी त्यस्तो खतरनाक, त्यस्तो बढी दिमाग लाउनु पर्ने नभए तापनि, सामान्य स्टोरी भए तापनि यसको मेकिङ, यो स्टोरीको जर्नी चाहिँ एकदमै हेभी छ, पर्फेक्ट छ, फिनिसिङ छ। त्यसैले यो फिल्म तपाईँले नछुटाउनु होला यदि तपाईँ मुभी लभर हुनुहुन्छ भने। पावरको खेल, पोलिटिक्सको खेल अनि मनी पावरको खेल, यो विषयमा चाहिँ फिल्म केन्द्रित छ। अझै भनौँ एउटा वर्ल्ड रिचेस्ट पर्सन र एउटा सामान्य 2 रुपियाँ 3 रुपियाँ जम्मा गर्ने भिखारी बिचको अन्तर सम्बन्ध अथवा अन्तर्द्वन्द अथवा यी दुई पात्रको कथालाई, यी दुई बिचको भिन्नता अनि समानताको बारेमा यो फिल्म बनेको छ। डिरेक्टरले बडो मजाले यो फिल्म तयार पारेका छन्। स्टोरी राइटरले यो फिल्म बडो मजाले फिल्म लेखेका छन्। अझै भनौँ यसमा नागार्जुनको क्यारेक्टर ठिकठाक लागे तापनि धनुषको क्यारेक्टर जुन एउटा भिखारीको रोलमा छन् यो फिल्म कुबेरमा, धनुष अति बवाल, अति बवाल, अति बवाल। उनको काम यस्तो फिनिसिङ छ, यस्तो पर्फेक्ट छ उनको अभिनय, उनको क्यारेक्टरमा उनी यति मजाले ढलेका छन्। सडक छेउमा बस्ने घरबार विहीन, मैले रिभ्यूमा भिखारी शब्द प्रयोग गरेँ किनकि यो फिल्ममा भिखारी शब्द प्रयोग गरेको भएर मैले यो शब्द प्रयोग गरेको छु। मैले चाहिँ सडकमा बस्ने ती गरिब दुखी घरबार विहीनलाई चाहिँ मैले भिखारी भनेर अपहेलना चाहिँ गर्न खोजेको छैन, किनकि त्यो फिल्ममा भिखारीको रोल छ, त्यो कारणले चाहिँ मैले भिखारी शब्दलाई यो रिभ्यूमा प्रयोग गरिरहेको छु। भिखारी कसरी हुन्छन् अथवा यो समाजले उनीहरूलाई भिखारी कसरी बनाउँछ, एकदम छोटो समयमा पर्फेक्ट मेकिङ तरिकाले, पर्फेक्ट हिसाबले चाहिँ मेकरले बताइदिएका छन्। भिखारीको जीवन, मृत्यु र सङ्घर्ष यो फिल्ममा छ र एउटा वर्ल्ड रिचेस्ट पर्सनको सङ्घर्ष, लाइफ, उसको सबै कुरा यो फिल्ममा छ। फिल्ममा जुन भिखारीको पात्रलाई देखाइएको छ, उनको लाइफको ब्याकग्राउन्डलाई चाहिँ देखाइएको छ, त्यहाँनिर चाहिँ अति बवाल। यसमा बनावटी केही पनि छैन। मेकरले जुन हिसाबले दिएका छन् रियलिस्टिक कुराहरू दिएका छन् र यति इजिली के सामान्य हिसाबले एउटा सामान्य व्यक्तिले पनि बुझ्ने हिसाबले फिल्मलाई चाहिँ प्रस्तुत गरिदिएका छन्। अथवा भिखारीको लाइफस्टाइल र उनको ब्याकग्राउन्ड, उनीहरूको पुरै छताछुङ्ग पानी पोखिए चाहिँ गरेर उनीहरूको बारेमा डिटेलिङ चाहिँ यो फिल्मले दिएको छ। जबरजस्ती फाइट, ग्ल्यामर अनि फिल्मैभरि गीतै गीत, त्यस्तो केही आवश्यक हुने रहन्छ भनेर एउटा अर्को प्रमाणित फिल्म पनि यो हो। लभको एङ्गललाई पनि यो फिल्मले बडो मजेदार हिसाबले, लभ स्टोरी भन्ने बित्तिकै डायलगबाजी अनि त्यो अनेसेसरी अरू कुराहरू, बनावटी कुराहरू त्यस्तो फिल्ममा छैन। वास्तवमा रियालिटीमा चाहिँ सम्बन्ध कसरी जोडिन्छ भनेर धनुष र रश्मिकाको यो फिल्मको बार उनीहरूको टक्राव, रोमान्टिक पनि बडो मजाको रोमान्टिक छ। फिल्म हेरिरहँदाखेरि फिल्मबाट बाहिर नगइकन पनि, कथाबाट बाहिर नभड्किकन, अरू फिल्ममा चाहिँ थोरै टाइम लिएर त्यो रोमान्टिक पाटोहरू देखाउँछ, छैन। कथा बग्दै बग्दै फिल्मको लभ सिक्वेन्सहरू, रोमान्टिक पाटोहरू, उनको त्यही अवस्थाको रोमान्टिक सिनहरू अथवा त्यही अवस्थाको उनीहरू बिचको प्रेम, सब यो फिल्ममा छ। तर चाहिँ हामीलाई थाहा हुँदैन, हाम्रो दिमागलाई थाहा हुँदैन, हाम्रो दिमागले चाहिँ त्यो क्याप्चर नगरे पनि, नोटिस नभए पनि हामीलाई फिल चाहिँ मनबाट फिल हुन्छ कि त्यो यी क्यारेक्टरहरू प्रेममा छन् भनेर चाहिँ। बडो यो भनिसाथै छ भने तपाईँले यो फिल्म एकचोटि हेरिदिनुहोस् यदि तपाईँ मुभी लभर हुनुहुन्छ भने। र नेपाली मेकरहरूले पनि यस्तो फिल्म बनाइदिए हुन्थ्यो, हाम्रो नेपालमा पनि बन्दै हुन्थ्यो जस्तो चाहिँ लाग्छ यो फिल्म हेरिरहँदाखेरि। समग्रमा फिल्म यस्तो मजाले चाहिँ मिलेको छ कि साउथ इन्डियन मेकरहरूले चाहिँ के हिसाबले चाहिँ यो फिल्म यसरी सोध्छ होला, अथवा डिरेक्टर र राइटरहरूले चाहिँ कसरी लेख्छन् होला, कसरी बनाउँछन् होला, बडो हामीलाई नै सोच्न बाध्य। यस्तो फिनिसिङ पनि हुनसक्छ, कुनै 1 सेकेन्ड पनि फिल्ममा कहीँ पनि कुनै फाल्टु सिनहरू छैन, हरेक क्यारेक्टरहरू पर्फेक्ट छन् र सबै काम लाग्ने छन्। 1 सेकेन्डको सिन पनि यो फिल्ममा यत्तिकै हालिएको भन्ने कुनै पनि छैन। सब सिनहरू काम लाग्ने छन्, सबै महत्त्वपूर्ण छन्, सबै पर्फेक्ट पनि छन् र सबै रिजनेबल पनि छन् र सबै कनेक्सनमा पनि छन्।
बाटोमा बसेर माग्नेको सबैभन्दा ठुलो अपेक्षा के हुन्छ होला? 20 रुपियाँ, 50 रुपियाँ, ल मानौँ 100 रुपियाँ। त्योभन्दा माथिको चाहिँ उसको अपेक्षा नै हुँदैन। तर ऊ हजारौँ करोडको मालिक यो फिल्ममा हुन्छ र एउटा ओल्ड रिचेस्ट पर्सन भएको, हजारौँ करोडौँ सम्पत्ति भएको मान्छे चाहिँ भिखारी भइदिन्छ। तपाईँ सोच्नुहोस् यो फिल्मलाई मेकरले कसरी गाँजेका छन्। एउटा भिखारी करोडपति र अरबपति र एउटा अरबपति चाहिँ 2 रुपियाँको चिल्ल लिने अवस्थामा यो फिल्ममा पुग्दाखेरि यी दुईटाको सिचुएसनलाई चाहिँ एकदम रियलिस्टिक तरिकाले र कुनै पनि त्यो यो बनाउँदाखेरि चाहिँ जे पाए त्यही देखाएर फिल्मलाई फिल्मी हिसाबले बनाएको छैन। प्र्याक्टिकल्ली हिसाबमा, हकिकतको हिसाबमा चाहिँ यस्तै त्यो त्यहाँ देखाएको कुराहरू यो जायज छ भन्ने हिसाबमा सहर्ष हामीले स्वीकारित हिसाबले चाहिँ यो फिल्ममा यी कथाहरूलाई यसरी बनाएको छ। बडो मजा आएको छ यो सिचुएसनहरू त्यो फिल्ममा। यो फिल्मको सबैभन्दा मलाई मन छोएको पाटो भनेको एउटा भर्खर जन्मेको बच्चाले चाहिँ एउटा अरबौँपति एउटा रिचेस्ट पर्सनलाई चाहिँ सामान्य भिख माग्ने अवस्थामा भएको बेलामा चाहिँ एउटा साधारण सानो नाबालक बच्चाले चाहिँ भिख दिएको एउटा सिन छ जसमा चाहिँ रश्मिका मन्दना पनि छन्। त्यो सिनमा यो अति मलाई पर्सनली पनि टच भयो यो फिल्म। र वास्तवमा पैसाको पावर केही पनि रहन्छ यो लाइफमा। हामी पैसाको पछाडि किन भाग्ने, अथवा पोलिटिसियनहरू कस्ता छन्, कसरी चाहिँ यो हामी आम साधारणको हक हितको पैसा चाहिँ कसरी मिसयुज गर्छन् भन्ने कुरामा चाहिँ पनि यो फिल्म छ। यो फिल्ममा मलाई सबैभन्दा महत्त्वपूर्ण र मन छोएको पाटो भनेको चाहिँ बच्चाले चाहिँ एउटा खरबपतिलाई भिख माग्ने अवस्थामा भिख दिएको सिन मलाई बडो मन छुने खालको सिन मलाई लाग्यो यो फिल्म हेरिरहँदाखेरि। र यो फिल्मको सबैभन्दा नराम्रो पक्षको कुरा गर्नुपर्दाखेरि चाहिँ त्यस्तो केही छैन, त्यस्तो नराम्रो भन्ने यो फिल्ममा खासै त्यस्तो मैले औल्याउनु पर्ने कुरा केही पनि छैन। नागार्जुनलाई चाहिँ अलिकति थोरै एकछिन भिलेनको रूपमा देखाउँदाखेरि चाहिँ कति मलाई ऊ भिलेन जस्तो नभइदिए हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्यो। त्यही नै हो समग्रमा। र अरू कमजोरी मैले खासै देखिनँ यो फिल्ममा। समग्रमा फिल्म राम्रो छ, तपाईँले हेर्नु होला। नेपाली फिल्मलाई पनि माया गर्नु होला, नेपाली फिल्म पनि हेर्दै गर्नु होला भन्दै अर्को भिडियो लिएर हामी फेरि पनि आउँछौँ। हस्, धन्यवाद।